This was actually good. It's not a protective layer razor, which is actually very nice. And leak हुँदैन razor. Keep it. Stay, Leo, sit. Leo, eat. Hello everyone, and welcome to the very new episode of this recom journey. It's Saturday and it's a bit late. 11 बजे. We are going to the gym. Let's go. अब कफी खाएर जिम सुरु गर्नु पर्ला जस्तो छ. Let's have our second and last cup of coffee आजको लागि. Most of the time धेरै जनाको अलि अन्डर डेभलप भनेको चाहिँ अप्पर चेस्ट हुने गर्छ. नेचुरली जुन हाम्रो पेक्टोरियल मसल्स छ यसको अप्पर चेस्टको भाग चाहिँ अलि वीक हुने गर्छ. सो यसलाई चाहिँ अलि प्रायोरिटाइज गरेर ट्रेन गर्न चाहिँ अलि जरुरी छ. मेरो ट्रेनिङ स्प्लिटमा चाहिँ व्हाट आई डु इज हप्तामा 2 चोटी चेस्ट ट्रेनिङ गर्छौं हामी. एक दिन पुश डेजमा, एक दिन चाहिँ चेस्ट एन्ड ब्याक डेमा. पुश डेमा चाहिँ आई युजुअली गो विथ इन्क्लाइन डम्बेल प्रेस एन्ड चेस्ट र ब्याकको दिन चाहिँ आई गो विथ इन्क्लाइन बारबेल प्रेस. म पनि I focus more on my upper chest rather than my lower chest किनकि जेनेटिकली पनि हेर्ने हो भनेदेखि मेरो लोअर पेक्स आर मच मोर डेभलप्ड पहिलेदेखि नै कम्पेयरिङ टु माई अप्पर एन्ड माई साइड पेक्स. आजको चेस्ट डेमा चाहिँ विल सोल्ली टार्गेट अप्पर पेक्टोरियल मसल र यो पेकलाई चाहिँ डेभलप अलि राम्रोसँगले कसरी गर्न सकिन्छ भनेर म तपाईहरुलाई आज मैले जाने कुराहरू शेयर गर्नेवाला छु. एनीवे आज विल बी ट्रेनिङ चेस्ट एन्ड ब्याक एन्ड प्रायोरिटाइजिङ टु दैट अप्पर चेस्ट. कुनै पनि मसल ग्रुप टार्गेट गर्नु भन्दा अगाडि व्हाट वी नीड टु अन्डरस्ट्यान्ड इज दैट हामीले वेट्स मात्र बोक्ने हैन, वी आर टार्गेटिङ टु दैट स्पेसिफिक मसल ग्रुप मिनिङ मसल एन्ड माइन्ड कनेक्सन चाहिँ हुनुपर्छ. एक्ज्याक्टली विथ द सेम प्रिन्सिपल हामीले अप्पर चेस्टलाई फोकस गर्ने भए हामीले गर्दाखेरि इन्क्लाइन डम्बेल, इन्क्लाइन प्रेस, इन्क्लाइन स्मिथ प्रेस अर इन्क्लाइन बारबेल प्रेस जुनै खालको प्रेस मुभमेन्ट लगाउँदाखेरि पनि हामीले चाहिँ अप्पर चेस्टबाट चाहिँ पुश गर्नु पर्यो. हामीले अप्पर चेस्टलाई प्रायोरिटाइज गर्नु पर्यो. हाम्रो मसल एन्ड माइन्ड कनेक्सनमा चाहिँ अप्पर चेस्टले हिट गरेको हुनु पर्यो. वर्कआउटमा चाहिँ यु क्यान बी भेरी क्रिएटिभ विथ योर सेल्फ. जस्तै हामीले कहिलेकाहीँ भोल्युम बढाउन मिल्छ, कहिलेकाहीँ इन्टेन्सिटी बढाउन मिल्छ. It is completely up to you. But in the dietary factor, we need to understand that हामीलाई balanced diet को एकदम आवश्यकता छ with prioritizing bigger amount of protein. त्यो ड्यामेज भएको टिस्युहरू जुन हामीले जिममा ड्यामेज गर्छौं नि, सो हामीले ड्यामेज गरेको टिस्युहरूलाई रिपेयर गर्नलाई प्रोटिन सिन्थेसिसको हेल्पबाट हामीले कन्ज्युम गरेको प्रोटिनहरू त्यो ड्यामेज भएको मसल ग्रुपमा जान्छ र रिबिल्ड हुन्छ विथ स्ट्रङ्गर एन्ड बिगर साइज. सो त्यसरी चाहिँ हाम्रो मसल अलि ग्रो हुने हो. एन्ड एक्ज्याक्टली विथ द रेस्ट पनि सेम थिङ, वी निड टु हेभ सम काइन्ड अफ रेस्ट. सो हामीले ट्रेनिङ रुटिन बनाउँदाखेरि पनि वी गट मेक इट अलि स्मार्ट वे तरिकाले सो द्याट हामीले गरेको मेहनत चाहिँ खेर नजाओस्. चियर्स. एज अलवेज we are about to start with weighted pull-ups. Back movement ma I always prefer weighted pull-ups. Zanjeer. फनी थिङ लास्ट टाइम के भयो भन्दा यही इन्क्लाइन बेन्च लगाउँदाखेरि यो माइक यसमा म्याग्नेट छ नि त, यो बेन्च लगाउँदाखेरि रड जब तल आएर मैले अप्पर चेस्टमा हिट गरिरहेको थिएँ तब सँगसँगै यो माइक पनि गइरहेको थियो क्या. यसै त भारी फिल भइरहेको थियो. त्यो माथि झन् माइकले वेट तल ताने जस्तो भइरहेको थियो. एनिवे आज चाहिँ यसलाई व्यवस्थित गर्छौँ हामी.
आज घरमा सानो फ्यामिलीहरूसँग मात्र बसेर बार्बिक्यू प्लान छ। एट दिस पोइन्ट जुन हिसाबले मेरो बडी अलि भ्यास्कुलर हुँदै आइरहेछ एन्ड आई एम सिइङ काइन्ड अफ सेप्सहरू पनि इभन एब्सहरू पनि अलिअलि भिजिबल हुँदैछ मजाले। एन्ड त्यो देखेर चाहिँ अहिलेको करेन्ट सिनेरियोमा चाहिँ आई डोन्ट वान्ट टु ओभर इट। त्यसै कारणले गर्दा अहिले 3:30 भयो, 3 बज्न लागिसकेको छ। यतिखेरसम्म मैले एउटा मिल मात्र खाएको छु। अब हामी अर्को एउटा मिल खान्छौँ जुन चाहिँ ओट्स हुनेवाला छ। विल क्विकली मेक आवर प्रोटिन ओट्स अनि डु सम कार्डियो एज वेल। बाई द वे बार्बिक्यू चाहिँ नर्मल बार्बिक्यू नै हो, तर मेरो लागि चाहिँ छुट्टै चिकन ब्रेस्टहरू रेडी छ। सो फ्यामिलीले पनि राम्रो सपोर्ट एन्ड एट द सेम टाइम अन्डरस्ट्यान्डिङ भएको कारणले गर्दा अलिक इजी हुन्छ यस्तो फङ्सनहरू अर्गनाइज हुँदाखेरि पनि ट्र्याकमा बस्नलाई। फन्नी थिङ इज मैले आज घरबाट प्लेट नै लिएर आएको छु जस्ट टु मेक ओट्स। किनकि प्लास्टिकको भाँडामा पकाउनु भन्दा इधर कि त ग्लासमा चाहिन्छ कि नभए एउटा सेरामिक प्लेट चाहिन्छ नि त। घरबाट सेरामिक प्लेट लिएर आएको छु। प्रोटिन छ अनि ओट्स छ अनि वी ह्याभ बनाना। ओट्स एन्ड प्रोटिन, अलिअलि पानी मिक्स। स्याटरडे जिम आउनुको फाइदा केरै पाके छैन क्या हो, केरै राम्रो पाकेर चाहिँ ल्या हामी काँचै भए पनि खाइदिने। जाडोमा प्रब्लम यही छ क्या, केरा पाक्दैन। गर्मीमा प्रब्लम के छ भने केरा छिटो पाक्छ। मान्छेहरूलाई जे गरे पनि सुख छैन। हामी जिम गर्नेहरूलाई चाहिँ वी डोन्ट रियली केयर अबाउट आवर टेस्ट। म्याक्रोज पुग्छ भनेदेखि एभ्रिथिङ इज ओके। प्रायली कम्पिटिसनको कारणले होला डाइटको त्यो 250 ml को चाहिँ इट टेक्स 30 रुपियाँ अहिले। अनि त्यही डाइट कोको 500 ml लाई 90 रुपियाँ पर्छ। आई डोन्ट नो वाट काइन्ड अफ लजिक इज दिस बट यु नो